हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक छ अर्को मोटो ब्लगमा सबैजनालाई सन्चै हुनुहुन्छ होला गाइज है म पनि टक्क लाएर सन्चै छु दसैँमा टक्क हल्का भयो नि यसो भ्लग हान्नु पर्ला भनेको यसपालि दसैँ सबैलाई थाहा छ पो ल्याङफ्याङ ल्याङफ्याङ तनाव बनाइदिइहाल्यो नि पानी परेर होइन सो आज चाहिँ हल्का घरबाट टक्क निस्क्यो मसँग चाहिँ मेरो राजेश भाइ अनि त्यही अमित दाई हुनुहुन्छ गुफा टाँडातिर प्रस्थान गर्दैछ यहाँ देख्न सक्नुहुन्छ पुरै भिडियो गर्दैछ भाइ ओ यहाँ डह्रो काम हुँदो रहेछ सडक विभाग अब चाहिँ साङ्गाचोक बजारबाट अलिक माथि यहाँ रोडको काम हुँदो रहेछ भाइ पुरै भिडियो गरिरहेको छ गुफा डाँडाको लागि निस्किसक्यौँ फेरि मेरो दाइले रफ्तार हान्छ फेरि बुढाले डेन्जर रहेछ यहाँ अस्तिको पानी पहिरोले गर्दा हो क्या ज्याकेट लाउनु पऱ्यो लाउनु त्यहाँ माथि त चिसो ह्यान्डसमहरू देख्न सक्नुहुन्छ टक्क लाएर राजेश भाइ चाहिँ ऊ हो दाई अमित दाई हेलो के छ दाजु जाडो भयो अरे तपाईँलाई होइन होला हेलो ह्यान्डसम दाजु याङजी चेस गार्ड लाएर हो त्यो सब सफा गर्दो रहेछ थोरै अरू बेला त्यति फ्री हुँदैन गाइज है अहिले हो टक्क दसैँको बेला प्रायः सबैजना फ्री नै हुन्छ दसैँको बेला त्यही बेला यसो चहल पहल घुमघाम हान्न पाइन्थ्यो तर यसपालि पानीले ल्याङ हान्यो सो आफ्नै जिल्लाको नजिक त्यही आधी 1 घन्टाको राइड हुन्छ गाइज है गुफा डाँडा सो म चाहिँ फर्स्ट टाइमै हो अनि भाइ हाम्रो राजेश भाइ चाहिँ पहिल्यै गइसकेको छ उसले भनेअनुसारले चाहिँ टक्क त्यहाँबाट चाहिँ हाम्रो जुगल हिमाल लाङटाङ हिमाल थ्याङ्क यू दसैँ सकिसकेको छ हाम्रो राजेश भाइ चाहिँ पहिल्यै गइसकेको छ उसले भनेअनुसारले चाहिँ टक्क त्यहाँबाट चाहिँ हाम्रो जुगल हिमाल लाङटाङ हिमाल अनि दोर्जे लाक्पा हिमालको यसो भ्यूहरू टक्क लाएर देखिन्छ भन्दैछ भाइले पनि होइन सो हेरौँ सकेसम्म हजुरहरूलाई पनि म टक्क देखाउन कोसिस गर्छु सब बाटोभरि यहाँ चिप्सै चिप्स झारेर छ हिजो बेलुका गाडीले तलैदेखि घरदेखि नै त्यस्तै छ सिन्धुपाल्चोक रेल थ्याङ्क यू आफ्नै त हो नि भनेर छोडिदिनु भयो कि हो सही लाग्छ रेस्पेक्ट गर्नुपर्छ सबैजनालाई बाटोमा हिँड्दा टक्क लाएर होइन सक्दो सम्भव हो दाइ पछाडि रफ्तार हान्दै हुनुहुन्छ आज भ्यू दामी देख्न सक्नुहुन्छ होइन धेरै दिनपछि पानी परेपछि मौसम पनि खुल्ला हुन्छ यसो चहल पहल हानौँला त्यहाँ गएर घुमघाम हेरौँ आफ्नै गाउँठाउँ नघुमेर कहाँ घुम्ने त होइन गाइज पहिला आफ्नै सकाउनु पऱ्यो नि धुलो हल्का खुवाइदिउँ दाइ पनि टिकटक बबाल बनाउनुहुन्छ फेरि फेरि टिकटकमा भाइरल हुनुहुन्छ अरे क्या अझ दाइ बाइक त फेरि मैले भन्दा बबाल चलाउनुहुन्छ नि दाइले फेरि सक्दैन फेरि दाइ कडा हुनुहुन्छ कडा घरमा आउँछ भने चाहिँ दाइ एकदम खुसी क्या टिकटकमा त उसै भाइरल हुनुहुन्छ दाइ होइन तपाईँको भिडियो युट्युबमा हालिदिन्छ ल दाइ भने ओके छ त भन्छ पुरै खुसीले केही छैन फेरि के गर्छ यार स्कुटरवाला त
साइडमा पानीपुरी चटपटे कतिजनाको फेभरेट होला होइन सबैजनालाई प्राय मनपर्छ यहाँ चाहिँ बब्बाल देख्न सक्नुहुन्छ होइन यो हरियाली टक्क दाइ मलाई ओभरटेक हान्नलाई ट्राई गरिरहनु भएको छ मास्टरबाट बाइक आएको भएर रोक्नु भइरहेछ टक्क टक्क ट्राभल गर्दा त इन्जोय पनि सेफ्टी पनि मेन कुरो भनेको सेफ्टीलाई पनि एकदम के भन्छ कस्तो भन्नै नआट्याक्क लाएर ख्याल गर्नुपर्छ होइन सो हामी मात्रै ट्राभल गर्दैन नि त धेरैजना ट्राभल गर्नुहुन्छ अनि सबैको सेफ्टीको जिम्मा उहाँहरू पनि आफूले पनि स्वयं आफूले पनि लिनुपर्छ र ट्राभल गर्ने जति पनि हुनुहुन्छ नि सबैले लिनु देख्न सक्नुहुन्छ यहाँतिर पुरै कोदोबारी नै कोदोबारी कोदो टिप्नु भएको छैन यतातिर हरे सिरुवारी सायद हरे सिरुवारी के भन्छ कहिले आफूमा कन्फ्युज भयो त्यस दामी छ मलाई त गाउँठाउँमै ठिक लाग्छ धेरै नै बेटर लाग्छ हल्का चहलपहल हान हेरौँ है सकेसम्म आफूले जानेको इन्फर्मेसन राइट इन्फर्मेसन चाहिँ म दिने प्रयास गर्छु होइन प्रायः मलाई पनि सबै त थाहा हुँदैन सो हेरौँ गुफा डाँडा घुमाउँ होइन फ्रीको बेला मेरो चाहिँ अहिले बाइकमा प्रब्लम आइरहेको छ कहिले वाइरिङको देख्न सक्नुहुन्छ डिस्प्ले पनि बन्द छ आयो सहर जानुपर्छ जे कुराको लागि नि होइन अब नर्मल कुराहरू त बन्दै तर अलिकति मेन कामहरू भयो भने सहरै जानुपर्छ हामी चाहिँ अहिले चौतारापट्टि लाग्दैछौँ सिन्धुपाल्चोक सदरमुकाम आनन्दको छ क्या भाइब चाहिँ दामी छ तर मलाई चाहिँ प्रायः नेपालको धेरै ठाउँ त होइन थोरै ठाउँ घुम्यो नि प्रायः जहाँ गयो नि आफ्नै गाउँठाउँ रमाइलो लाग्ने क्या यहाँ पनि आफ्नो जन्मभूमि भएपछि उसै त्यत्तिकै राम्रो लाग्छ होइन त्यही माथि ठाउँ पनि राम्रै छ बाटोहरू अब पुरै कटिङहरू यताउता यो सफा गरिरहेको छ अघि तल देख्न सक्नुहुन्छ भिडियोमा सडक विभागकोहरूले ड्याम काम गरिरहेको छ होइन अब बिस्तारै तिहार पनि आउँदैछ हामी बिस्तारै हिँड्दैछौँ होइन टक्क लाग्यो तिहार सिहार सकेपछि फेरि बिजी हुन्छ क्या घुम्नै पाइँदैन यो सो नन भिडियो गर्छु हेरौँ गोप्रोले कतिको साथ दिन्छ अलि मान्छे जस्तै अलि पुरानो छ क्या गोप्रो पनि हेरौँ नर्मली 1 आवर जतिको ब्याकअप दिन्छ त्यसले चार्ज गर्नुपर्छ होइन दाइले पावर ब्याङ्क ल्याइदिनु भएको छ भन्थ्यो सक्नुहुन्छ पुरै बाक्लो जङ्गल छ बनाएको छ तर सानो होच छ राम्रो छ अनि यता साइडमा चाहिँ गौरवती मन्दिर जान सक्नुहुन्छ बुद्ध बाग होइन चौताराबाट यतैको लोकलहरूलाई त प्रायःले सबैले थाहा छ अनि नजिक छ क्या काठमाडौँबाट सजिलो पनि कतिजना धार्मिक हिसाबले पनि आउनुहुन्छ गौरवती होइन कहाँ जानुभयो के झर्या हो कि भिडियो आइरहेछ चार्जै टिक्दैन कि अरूभन्दा नि आमा फेरि हाम्रो इर्कु यता फेरि पुरै भाइरल छ आज त कति दियो आज के छ ए अच्छा आज यहाँ हल्का फुल्का आज यहाँ त लोत मान्छेहरू रहेछ यहाँ हिँडको बजार आइपुगिसक्यो कहाँ गायब भयो दुईजना फेरि कहिले गायब भएको गर्छ पुरै टिकटक बनाउनलाई पुरा एक झोला कपडा बोकेर हिँड्नु भइरहेको छ दाइ क्या टपमा त्यहाँ चाहिँ भ्यू पोइन्ट जस्तो हुन्छ नि दामी हुन्छ त्यहाँ धुलो खायो हामी रहेछ होइन सानसानो यता पानी खाएको फुडी खिच्नु पर्दैन ल पानी खाऊ नि त ल बोतल छैन यहाँ खाइदिउँ च्याटो लाएर हाम्रो माइला ब्लगमा स्वागत छ यहाँबाट 3x भन्दा हुँदैन के हो कस्तो त अनि हामी अब वाटर खान्छौँ दामी राइड भइरहेछ होइन
टक्क लाएर बाटोहरू टक्क बन्दै रहेछ अनि हामी अगाडि बढ्दैछौँ धेरै लामो लामो भिडियो नगर्नुहोस् भन्दै कराउँदैछ हाम्रो आइफोन आउने कन्ट्रोल उदय हामीसँग आइफोन छैन आइफोन सबैले गाली गर्यो गाली हामी अब यहाँ गएर पानी खान्छौँ पुरै अर्ग्यानिक पानी आइफोन सबको मेमोरी फुल हाम्रो राजेश भाइ भ्लगमा पैसा खायो नि त पानी खानलाई खै कस्तो हो खाने देखाउनु त फेरि यस्तो खाने नि त यसरी त्यसो जुलहरू हुन्छ झन् धारातिरै छैन नि त्यही मेरो अनुहारतिर चाहिँ झन्डै आएको नि सरी मेरो भाइ भयो यार कहाँ गाई भैँसीहरू गाई भैँसीहरू ह्यान्डसम दाजु त्यहाँ फेरि को होला गर्ने भनेर ढुका हाल्ला फेरि माथि माइला किङ हो नि त किङ पानी खाऊ म किन छैन ल एकछिन टक्क लाएर पानी सानी खायौँ एकछिन रमाइलो गऱ्यो भाइ भाइ हामी सो दामी देख्न सक्नुहुन्छ पारी चाहिँ हामी त्यतै हुँदै जाने यो चाहिँ नलपुरको बाटो हो नलपुर यताबाट मेलम्चीतिर पनि पुगिन्छ त्यहाँ पनि मेलम्ची कति 9 कि कति भने जस्तो लागेको थियो क्या मेलम्ची नगरपालिका 9 पर्छ जस्तो लागेको थियो मलाई है गाइस जहाँसम्म मलाई लाग्छ सो अहिले चाहिँ ओह्रालो भएर पुरै न्युट्रल गइरहेको छ यहाँ पुरै बाटो चाहिँ यस्तै छ पुरै बजारमा भिडियो भयो होला भनेको त हजुरहरूलाई फेरि चौतार बजार टक्क भिडियो छैन रहेछ भनेको अघि यहाँ आएर रोकेर हेरेर अब भिडियो भएको छैन रहेछ सबै यस्तै छ अब भन्दै थियो भाइले पनि भाइ पहिल्यै गइसक्यो टक्क धान काट्दै हुनुहुन्छ रहेछ धान काट्ने बेला भइसक्यो पुरै हरियो पहेँलो सबै मिक्स देख्न सक्नुहुन्छ मलाई चाहिँ यस्तो दामी लाग्छ सानो हामीले चाहिँ वाटर क्रसिङहरू गऱ्यौँ अनि सानो वाटरफलहरू पनि देखिरहेको थियो हजुरहरूलाई देखाउन पाएन त्यो चाहिँ होइन तर भाइले भिडियो गरेर जस्तो लागेको थियो राम्रोसँग गराएको छ कि छैन रहेछ भने म हालिदिन्छु भाइ धुलो खुवाइदिने क्या अब अफरोड राइड गरेर त गऱ्यो तर धुलो चाहिँ लोत खुवाइदिने क्या यहाँनिर देख्न सक्नुहुन्छ मजाले धान कुट्दै हुनुहुन्छ सबैजना हाम्रो नि पर्छ यस्तै गर्नु अझै भएर यहाँ भिडियो गर्न थाल्यो कि बाटो चाहिँ यस्तै छ तलै के अरे रोड पानी बगिरहेको छ क्यामराम्यान रेडी हुँदैछ यहाँ वाटर क्रसिङ रहेछ अनि त्यही भएर अब ठिक छ पहिला भाइको होस् होइन मान्छे मस्त धान कुटिरहेको खोइ तल त कता ओडाहरू जस्तो पो हुन्छ नि तल यसरी हल्ला गर्दै हामी बिस्तारै अगाडि बढ्छौँ गाई चाहिँ हेरौँ भिडियो हेरेर इन्जोय गर्नुहोस् ट्याक्क लोकेसन भन्नुपर्दा हामी चौताराबाट यो नलपुर जाने बाटो टक्क लागेर त्यो बाटोमा भौतारिँदैछौँ त्यस्तो हल्ला गर्दै होइन जहाँसम्म लाग्छ अब स्टार छिट्टै बन्छ जस्तो छ यता बाटो भट्टाभट कामहरू भइरहेको देखाएको थियो अघि त्यो चाहिँ भिडियो गराएको थिएँ म हाल्छु त्यो भाइकोबाट होइन यहीँनिर त्यो हेरौँ भाइले गराएको थियो आइया अहिले चाहिँ धान कुट्ने लहरको चलिरहेको छ क्या त्यही भएर सबैजना खेततिर हुनुहुन्छ यहाँ गाउँघरतिर बस्नुहुन्छ सबैजना यहाँ खेततिर देख्न सक्नुहुन्छ सेम हो आफू पनि त्यसरी नै धान चुट्दै बोक्दै हिँड्नुपर्ने दिन आउँछ बिस्तारै तल देख्न सक्नुहुन्छ सबैजना त्यहाँ धान कुट्दै हेर्दै हुनुहुन्छ मासतिर फर्केर मलाई चाहिँ लोत अड लाग्छ छुट्टै गाउँ रहेछ त्यहाँ पुरै यत्रो जङ्गल कटेर बिचमा उताबाट पनि जङ्गल देखिरहनु भएको छ कि छैन भिडियो क्वालिटी नै राम्रो छैन यसमा चाहिँ
दुईजना त्यहाँ टिकटक बनाउन थाले कि आउँदै आउँदैन त यहाँबाट हेर्नु त क्या दामी छ यहाँ बसेर एउटा भिडियो र फोटो चाहिँ खिच्नु पर्छ रिभर पनि रहेछ त कुन रिभर हो यो सुन्नु भइरहेको छ नि छङ गरिरहेको छ यहाँ पुरै गाउँ कस्तो दामी देखिरहेको छ फोनबाट चाहिँ बबाल देख्छ होला अहिले फोनमा भेट्छु डाइरेक्ट सो गाइस टक्क भ्यू देख्न सक्नुहुन्छ दामी छ भाइलाई हाम्रो राजेश भाइले चाहिँ भर्खर भनेको यो चाहिँ झ्याडी खोला रहेछ मलाई चाहिँ एक्ज्याक्ट थाहा थिएन होइन तर दामी छ अनि हाम्रो यहाँ अमित दाई चाहिँ पुरै भिडियो गरेर पुरै सपोर्ट गरिरहेछ हामी दुईजनालाई थ्याङ्क यू दाई होइन थ्याङ्क यू सो मच भन्न चाहन्छु उहाँको आइफोनको लागि नि फेरि गाइस गरेर उता पनि देखाइदिनु नि दामी छ उता खोला देखाइदिनु त दामी ओके खोला आउँदैन सेतो कागजमा महनको रङले फुल बुट्टा भरि फटाछु जतन गरी बाँचेर मनले जवाफ लेखी पठाउनु ओ जवाफ लेखी पठाउनु मै मरि जाउँला जीवन छोटो छ मै मरि जाउँला जीवन छोटो छ हो लेखेको सम्झना चेतेर नभाल सिरानमा फोटो छ सिरानमा फोटो छ काहीँ नै नवलपुर आइपुग्यो हामी नवलपुर बजार जाउँ यहाँ मेरो राजेश भाइले चाहिँ खाजा पुरा रेडी बनाउनु थालिरहेको थियो खाजा भन्नाले ड्राई फ्रुट्सहरू छ सबै है अर्को फेरि दाइको फेरि कपडा छ दाइ कस्तो हो के को लागि है हाउस योर राइट गुड यो दाम देख्न सक्नुहुन्छ होइन भ्यू भन्दा नि टाइमै लास्टै ढिलो भइसक्यो क्या है अलि हिँड्नु त छिटो हिँड्यो घरबाट अफ रोड रहेछ कि बढी टक्क लाएर अब हामी यहाँबाट मासतिर जान्छौँ यो खाजासाजा खाउँ होइन गाई चाहिँ पहिला पेट पूजा गरौँ नदीबाट ल गएर खान्छ भुइँमा गरेर नि यो पोहोरहरू सबै अनि यो पोहोरहरू सबै कलेक्ट गरेर एउटा ठाउँमा राख्नुपर्छ है हामी एकदम गुड मान्छे होइन त दाइ हामी यस तपाईँ कस्तो यार गोरो भयो नि कालो देखिरहनु भएको छ यताबाट चाहिँ म चाहिँ हिरो देखिरहला हामी गुड मान्छे हो यो पोहोरहरू चाहिँ जहाँ पाए हामी फाल्दैनौँ हामी टक्क होइन यसरी घुम्न आएपछि बापाल पाडाले घुम्न आएपछि यो सरसफाइ गर्ने पनि हाम्रो जिम्मेवारी हो यो हाम्रो नेपाली खाजा गम गम गोरो मान्छे पनि कालो आइरहेको छ गुफा डाँडा को मान्छे कसले खिचिरहेको छ त अनि फाइनली हामी आइपुग्यो यहाँ अब लेफ्ट राइट गर्दैछौँ हामी बिस्तारै फेरि सरहरूको कुरै मिल्दैन गाई चाहिँ टक्क लाएर हामी फाइनली आइपुगिसक्यौँ टक्क 2 घन्टासम्म यता टिकटक बनाउनु भयो भने अहिले अझै 2-4 घन्टा बाँकी छ हुन्छ चित्त बुझाएको छैन रिसाइरहेको छ चस्मा पनि तल झार्दै हुनुहुन्छ होइन भ्यू चाहिँ दामी छ गाई चाहिँ तर छिटो सकेसम्म चाँडो आउनु पर्ने रहेछ कि हामी धेरै ढिलो भयो कि यो मान्छेले गर्दा ढिलो भएको दाइ हो के भन्नु मिलेन है दामी छ यता भ्यू मेरो भाइले नि भिडियो गर्दैछ वाउ तेरै नामवाला हो क्या त्यो त दाइ हामी कहाँबाट आएर लोकेसन भन्नु त हामी घरदेखि साँचोक मेलचोर चौतारा अनि त्यसपछि छिटो भन्नु नि यता विभिन्न गाउँ हुँदै यहाँ नवलपुर हुँदै नवलपुर बजार चाहिँ अनि बिर्सिनु भयो त्यो बजारबाट आउँछ यार यहाँ त राइड लाएर मलाई त्यो गाईहरू चढिरहेछ मस्त पाराले एकछिन बसौँ टिकटक सुट हुँदैछ यहाँ भाइ क्यामराम्यान छ मेरो भाइ दाइ त्यहाँ फेरि पुरै दिँदैछ म यहाँ पुरै बबाल दामी छ तर भ्यू चाहिँ यहाँबाट सही देख्छ हेर्न सक्नुहुन्छ होइन
हुन्छ त्यति हुन्छ राम्रो आइरहेछ फोटो है भ्यू हेर नि दामी छ मोबाइल फ्याल्दा त्यो 4 गरेर बस्छ त नि सो गाइज टक्क फोटोसोटो भयो यहाँ रहिला अनि 2-4 घन्टा टाइम स्पेन्ड गर्यो सो रमाइलो छ अब चाहिँ टक्क बिस्तारै बिस्तारै सनसेट हुँदैछ यहाँ अलिकति माथि हाइट भएर मात्रै होला होइन फोर यसरी जलाइदिएको छ बाहिर राखेर उता माथि थियो लास्ट भन्दा गाइज होइन यहाँ चाहिँ सबैजना हाम्रो सब खाली भइसक्यो यत्रो मान्छे अघि धेरै मान्छेहरू हुनुहुन्थ्यो होइन अब हाम्रो यहाँ मेन दाजुको टिकटक बनाएर यहाँ यस्तो दामी भ्यू हेरिरहेको छु सो हजुरहरू नि आउनु सक्नुहुन्छ बब्बाल छ बाटो पनि राम्रै छ थोरै अफ रोड छ होइन ट्याक्क लाएर मेलम्ची आएर यता काठमाडौँबाट पनि आउनु सक्नुहुन्छ सिन्धुपाल्चोक चौतारा हुँदै पनि आउनु सक्नुहुन्छ हुनु त मेलम्ची पनि सो अब चाहिँ भिडियोलाई अन्तिम गर्नु पर्ला थ्याङ्क्स फर वाचिङ गाइस हि सपोर्ट यस्तो छ यी मेरो यहाँ मङ्की ब्लास्ट हुँदैछ यहाँ मेमोरियल यस्तो हुन्छ अनि रमाइलो छ दामी बाह्रमा भन्नु छ कस्तो रमाइलो भयो नि एकदम हेलो के भन्नु छ भाउ ल आजको लागि यात्रा यति नै अब फेरि सँगै घुमियो भने हामी नयाँ भ्लगमा आउला फेरि गुड बोय हेर्नु त तिमी